हेलो एभ्रिवान, आज पनि हाम्रो कौशीमा धेरै टाढाबाट हाम्रो दाइ भिजिट गर्न आउनुभएको छ। आउनुहुन्छ हाम्रो दाइ। दाइ नमस्ते। नमस्ते भाइ। हजुरलाई कस्तो लाग्यो त हाम्रो कौशी? आहा यार असाध्यै रमाइलो, अति राम्रो रहेछ। थरी थरीको चाहिँ अब के अरे यसलाई ड्राइगन फ्रुटहरू रहेछ। हजुर। यो सोनु भाइलाई मैले पहिल्यैदेखि त चिनिराखेको हो क्या। हजुर। अनि आज चाहिँ यस्तो हेर्न मन लागेर आएको। हजुर। ल दाइ तपाईँले जुन टिपेर खानुहुन्छ खानुहोस् भन्नुभयो भाइले, म यहाँ टिप्न लागेको। कहाँदेखि थाहा पाउनुभयो त? यहीँ के अरे यहीँनिर छ भनेर चाहिँ कहाँदेखि थाहा पाउनुभयो? म खास मेरो पसल यहीँ महेन्द्रपुल हो। हजुर। मैले धेरै पहिलादेखि त उहाँलाई मैले युट्युबमा यो फेसबुकमा हाल्नुहुन्थ्यो। हजुर। मैले उहाँलाई फलो गरिराखेको थिएँ। अनि आज चाहिँ म घुम्दै घुम्दै आएको। हजुर। त्यही भएर आज म यो काट्दैछु है त। कस्तो रहेछ, म मेरो छोरालाई लिएर जाँदैछु। र अनि मैले बिरुवाहरू पनि लाँदैछु है। 5-7वटा बिरुवाहरू पनि राखिदिनु होला। हजुर। ल यो उहाँले मलाई कस्तो लाग्यो त दाइ हाम्रो यो उसहरू देखेर? मलाई चाहिँ गरे मान्छेले गर्यो भने जे गरे पनि हुँदो रहेछ होइन। कौशीमा धरि अब खेतमा होइन, कौशीमा धरि यति राम्रो चाहिँ गर्नुभएको छ उहाँले। हजुर। है कतिजनालाई बिरुवाहरू दिनुभयो अहिलेसम्म। फेरि भेराइटी पनि धेरै छ उहाँको। एकदमै खुसी लाग्यो मलाई। हजुर। यो चाहिँ कृषि क्रान्ति जस्तै लाग्यो क्या, अति राम्रो। हाम्रो सब्सक्राइबरहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ दाइ? हजुर तपाईँहरू पनि आउनुहोस् यहाँ हाम्रो सोनुकोमा आएर चाहिँ बिरुवाहरू चाहिए पनि हजुरहरूलाई थरी थरीको चाहिँ जस्तो खालको चाहिँ ड्राइगन फ्रुटको बिरुवा पनि उहाँहरूसँग उपलब्ध हुन्छ। लिएर जानु होला। ड्राइगन फ्रुटहरू पनि यहाँ चाहिँ तपाईँले यसरी ताजा टिपेर भर्खरै लिन सक्नुहुन्छ होइन। ल त्यही हो। हस्, धन्यवाद दाइ। ओके मेरो भाइ, धन्यवाद।